हेलो, आज मैले फेरि एउटा च्याटजिपिटीको टिप्स एन्ड ट्रिक्स लिएर आएको छु है त। तपाईँहरूलाई सधैँ काम लाग्ने चिज हो यो। नमस्ते मासिस दाहाल। एउटा कुरा के छ भने जस्तो हामी हस्पिटल जान्छौँ, हस्पिटल गएर विभिन्न भिडियो एक्सरेहरू गर्छौँ, त्यसको रिपोर्टहरू आउँछ। त्यो रिपोर्ट डक्टरले भनिदिनुहुन्छ ए हो रहेछ भनेर आउँछौँ। डक्टरले जे भन्नुहुन्छ त्यो अनुसारलाई उहाँले भनिदिनुहुन्छ, तर हामी यस्तो खालको रिपोर्ट, यो रिपोर्टमा के लेखेको छ, कस्तो लेखेको छ भन्ने कुरा हामीलाई केही थाहा हुँदैन। हेर्छौँ, सर्दा पढ्छौँ, लिभर यस्तो सबै हरेक कुरा लेखेको छ यसमा, तर इङ्ग्लिसमा लेखेको छ। के लेखेको यो के हो भन्ने कुरा हामीलाई थाहा हुँदैन। तर यसैलाई नै हामीले च्याटजिपिटीबाट प्रष्ट नेपालीमा लेखेर यस्तो भएको छ, यो यस्तो भएको छ, यसको प्रब्लम यहाँ छ भन्ने कुरा हामी आफै जान्न सक्छौँ। कसरी त म सिकाउँछु नि त है। अब हामीसँग च्याटजिपिटी छ, च्याटजिपिटी खोल्ने त्यहाँ यो गोलो, यो ओरिजिनल च्याटजिपिटी, यो भनेको ओपन, यो मेन। धेरै आइकन धेरै हुन्छन्, यो आइकन चाहिँ मेन हो, मतलब जेन्युन हो। यो च्याटजिपिटीलाई थिच्ने खुल्छ। च्याटजिपिटी खुलेपछि अब के गर्ने त भन्दापछि अब यसको त हामीले फोटो खिच्नु पऱ्यो। अब यहाँनिर प्लस आइकनमा जाने, प्लस आइकनमा गएपछि यहाँनिर क्यामेरा भन्ने छ, क्यामेराले खिच्ने। अब क्यामेराबाट थिचे अब यो यसको फोटो लिने, यो यसको ठ्याक्कै यहाँ हेर्ने त, यसको फोटो लिने। यसको यसरी फोटो लिने, ठ्याक्कै यो यसको फोटो लिने। यसरी फोटो लिएपछि यो एट्याच हुन्छ। हेर्नु यहाँ ठ्याक्कै आयो लेखेको कुरा। अब यसलाई सोध्ने, तपाईँले टाइप गरेर सोद्धा पनि हुन्छ, अर्को कुरा तपाईँले माइकमा सोद्धा पनि हुन्छ। हेलो च्याटजिपिटी, यो रिपोर्टले के भन्न खोजेको छ नेपालीमा प्रष्ट बताइदिनुहोस् न है। यहाँ हेर्नु त, तपाईँले भनेको कुरा ठ्याक्कै हेलो च्याटजिपिटी, यो रिपोर्टले के भन्न खोजेको छ नेपालीमा स्पष्ट बताइदिनुहोस् भन्ने लेखेको छ। अब यसलाई सेन्ड गरिदिने। अब हेर्नुहोस् यसले, ल यसले सबै प्रष्ट लेखिदिएको छ। हेर्नु त है, ल हेर्नु कस्तो मजाले सबै कुरा नेपालीमा लेखिदिएको। यति भए त हामी बुझ्छौँ नि हाम्रो प्रब्लम कहाँ रहेछ, के रहेछ भन्ने कुरा त हामीले डक्टरलाई देखाउँछौँ। डक्टर पनि ठिक छ, तर डक्टरबाट घरमा आएपछि हामी बिर्सिन्छौँ धेरै जस्तो, के भने डक्टरले। त्योभन्दा हामीले प्रष्ट यसरी सोध्यौँ भने हेर्नु त है, प्रष्ट यहाँ प्रब्लम छ, यो छ भने उसले प्रष्ट भनिदिन्छ। अनि हामी आफै पनि डक्टर बन्न सक्छौँ। तर जान्ने भएर आफै मात्र यसलाई फोटो खिचेर अनि यस्तो रहेछ भनेर बस्ने छैन, डक्टरलाई चाहिँ अनिवार्य देखाउनुपर्छ। यस्तै टिप्स एन्ड ट्रिक्सको लागि मलाई सम्झिनु होला र सब्सक्राइब पनि गर्नु होला, ताकि मेरो सर्ट्स, मेरो टिप्स एन्ड ट्रिक्स सबैभन्दा पहिला तपाईँसँग पुगोस्। थ्याङ्क यू।